तो हेलो व्हाट्सअप गाइस, वेलकम बैक टू माई च्यानल होइन। आज चाहिँ हामी के एकादशी के भन्थे यार, त्यस्तो चाहिँ यता मुर्कुटीतिर मेला लाग्ने रहेछ होइन। अनि हामी चाहिँ जाँदैछौँ त्यतातिर। अनि यहाँ कस्तो राम्रो भ्यू देखियो कि यता ब्याकग्राउन्डमा चाहिँ होइन। म तपाईँहरूलाई एकचोटि सबै भ्यू चाहिँ देखाउँछु होइन। तपाईँ भिडियोमा बनिरहनु होला, भिडियो राम्रो लाग्यो लाइक हानिदिनु होला। सो लेट्स बिगिन द आजको भिडियो गाइस। यो त कस्तो राम्रो आउने रहेछ कि हल्का दाना जस्तो छ होइन। ठाउँमा चाहिँ मस्त ठाउँमा चाहिँ यहाँ धेरै टोलीहरू गइरहेको छ। त्यो ठाउँमा चाहिँ जे पनि अच्छै भइरहेछ होइन, रमाइलो नै हुनेछ त्यो ठाउँमा चाहिँ होइन। त्यही हो। बाटोको यात्राको क्रममा छ यो समयमा चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँ देखिरहेछ होइन, बङ्गाला चोली साइड यही नै हो। यहीँबाट लग्छ टिप्परहरू सायद, यहीँबाट सायद चाहिँ त्यो लग्ने के अरे टिप्परहरूले चाहिँ जो घुराइमा चाहिँ सिमेन्ट र फ्याक्ट्रीहरूमा लग्छ नि त्यो ढुङ्गाहरू कच्चा पदार्थको रूपमा चाहिँ त्यो चाहिँ यहीँदेखि लग्ने रहेछन्। अनि यतातिर भ्यू छ नाइस होइन, यतातिर राम्रो छ भ्यू। अनि यता सँगसँगै अनि यतादेखि तल मुनितिर कति राम्रो छ क्या आइज त। यहाँ हाम्रो टोलीहरू त नभनौँ, हामी दुई भाइ मात्रै आएछौँ। अनि वाट अ ब्युटिफुल सिन गाइज, यु क्यान इजिली सिन। अरे वाह, क्या मस्त छ दिवेश नि। हेर त ए माइला ए बजार होइन। हामी फाइनल्ली आइसकेका छौँ। धेरै समय लाग्यो त्यहाँदेखि आउनु। अनएक्सपेक्टेड मान्छेहरू यहाँ खेलिँदैछन्, कोही जाँदैछन्। यो गेटबाट इन्ट्री रहेछ माथितिर। बाटोको क्रममा छौँ, हामी हिँड्दैछौँ होइन। हामी बाटो पार गर्दैछौँ। कठिन छ परिस्थिति, तर हामी यात्रा गर्दैछौँ। बुढीहरू खोजिसकेका छन् होइन, तर पहिरो भोट गरे खायो आज किन होइन। पहिरो नगरे राम्रो देखिन्छ होला भ्यूहरू। पहिरो गरेर पुरै धकमक्क छ। राम्रो ब्याट्री गेटको मेला लाग्ने ठाउँको अन्डर काँचमा यदि जाने ठाउँमा कहाँ जमालमा गएर बाटो भेटिन्छ त नि। यसले मार्छ यस्तो मानि गाडी गरिदिनु मान्छेले। यो रमाइलो धेरै मान्छे हाल्ने त्यही भनेर त यहीको लागि भने हो कि नै। पैसा केही होला नि, दियो होला नि के त। होला मित्र होला, तिमीले भनेका हरेक कुराहरू सही हुन्, नेताहरूले भनेका हरेक कुरा सही हो।
गाइस हैन हामी चाहिँ लगभग मेला हेरेर फर्किने क्रममा छौँ बाटोमा फर्किँदैछौँ होइन बाटो पनि त हेर्दै हो तर यतिखेरसम्म यो भिडियो हेरिदिनु भयो यो मेला लागेको त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै फेरि आगामी नयाँ भिडियोका साथ फेरि चाँडै आउने नै छौँ त्यतिन्जेलसम्मका लागि हामीलाई बिदा दिनुहोस् हस् त धन्यवाद।